चाहिँ जिप्लेटी खेल्न मिल्छ ल। त्यहाँनिर मन्दिर छ। ल हामी मुक्तिनाथ लाग्यो है त्यो बुझेर अर्बन गाडी ल्याउने भनेर गयो कि खै उसलाई त टिकट दिँदैन पर्मिसन हुन्छ हजुर पर्मिसन हुन्छ हामी नै जानु पाउँछ टिकट काटेर जानु कति पर्छ सबैले जोगाउने त्यति नटिपेपछि त 6000 गयो टिपेपछि लाख 2 महिना बस्न पाइन्छ नि त तपाईँ सिजन भरि टिकट हुन्छ सिजन भरि टिप्न पाइन्छ त्यसो भए त ठिक छ धेरै टिप्यो भने तपाईँ 15-20 दिन टिप्यो त्यसपछि हिँड्छ झ्याउलाङ खान्छ यता खान्छ अनि एक दिनमै मान्छेले अलिकति 10,000 20,000 कमाइदिन्छ एक बोतल पानीको 100 रुपियाँ लिन्छ नेपाली हो मलाई घटाइदियो 150 दिन्छु 2 बोतल लियो भनेको मान्दै मानेन 2 सेनी लिएर छोडेका कहाँ भाइ माथि मुक्तिनाथ ए बाटो छ नि मान्छे हिँड्ने बाटो त नर्मली त्यो 12 बजे हावा चल्छ नि हावा चलेपछि पुरिन्थ्यो अरे क्या अनि त्यसपछि फेरि अर्कोचोटि मान्छे हिँड्दा अनि फेरि बाटो बन्ने अरे क्या यस्तो बल्ल उड्ने अरे क्या ठाउँ अहिले त धेरै प्लान्ट आइसक्यो त्यहाँ प्लान्टले गर्दा नि हावा छेकियो धेरै हामी चाहिँ धुम्बा ताल जानु लाग्यो योभन्दा उताको सबै बाटो पिच गरे हो क्या हजुर अब यता मुक्तिनाथ जाने त पुरै पिच हो यता चाहिँ छैन आधा पिच छ आधा अफरोडै हिँड्नुहुन्छ मुक्तिनाथको त अब त पिचै पिच हो पुरै यो हो धुम्बा लेक धुम्बा ताल जुमसमदेखि माथि पर्ने आमा मामा जाडो भयो मुक्तिनाथ जाने बाटोमा पर्छ यो चाहिँ सो ब्युटिफुल आनन्द आयो आनन्द एक्कासी प्लान बनेको थियो गाडीवाला दाइले जाम भनेर दामी रहेछ हावा त उडा जस्तो पो छ त फोटो सेसन हुँदैछ यहाँ चाहिँ बोलेको सुन्नेको हावाले यहाँ चाहिँ नाग्देवता गाडी चाहिँ यहीँसम्मै आउँछ यो मुनिबाट छुट्यो नि बाटो त्यहीबाट उति पारि जाने हो यहाँ चाहिँ जिप्लेटी खेल्न मिल्छ ल उस बाल्दै हाल्दा
तल अड्कियो अड्किन भने सिधै कालीगण्डकीमा। यो चाहिँ यहाँको बस पार्क भयो मुक्तिनाथको। हामी भर्खर आइपुग्यौँ, लगभग 2 घन्टामा आइपुगिने रहेछ वहाँदेखि चाहिँ। गाह्रो हुनेलाई यसरी बोकेर ल्याउने हो। हामी चाहिँ होटलमा आइपुग्यौँ, नाइटिङ्गल भन्नेमा। अभी डर लाग्दो पो रहेछ त। उज्यालो पनि छ सबै त्यो देखिन्छ। कमान रुम भनेको कि कमान भनेको चाहिँ सेयर गर्नु, हामी सेयर गर्नुको लागि। दिस इज आवर रुम। हेर्नु कस्तो राम्रो उज्यालो। त्यहाँनिर मन्दिर छ, गुम्बा भन्छन् कि मन्दिर भन्छन् है माथि। हामी चाहिँ झोलासोला राखेर अनि एकछिन मुक्तिनाथ पनि यहाँ पनि भेटौँ भनेर आइरहेछौँ। ज्ञानु म्याम पधार रही है। नजिक आएर पोज दिनु म्याम। ज्ञानु म्यामको स्वागतमा यहाँ गाना बजिरह। ओए नसकौँ न। अनि हाम्रो सरको मुक्तिनाथ पाइला टेक्न बित्तिकै खुसीको खबर आयो। सरलाई धेरै धेरै बधाई। सर आजको सेलिब्रिटी हुनुहुन्छ। एउटा ठुलो स्माइल दिनु त सर। ठुलो दिनु न दिनु। मेरो भिडियोबाट आयो भने दिन्छु नि त सेयर फेरि। 10% दिन्छु म्याम। यहाँ भिडियोमै छ ल। वर्ल्डको चाहिँ हाइएस्ट एलिभेसनमा भएको गड विष्णुको टेम्पल हो, जुन चाहिँ मान्छेले बनाएको होइन। के भन्छ अब त्यो नेचुरल। अनि कति रे अल्टिट्युड? एलिभेसन चाहिँ 3800 छ। 30 पाल्टी त्यहाँनिर चाहिँ मुक्तिनाथको मन्दिर छ। बिहानदेखि खाना खाइया छैन। यो चाहिँ धौलागिरी हो, हिमाल हुँदैछ। भोलि चाहिँ पूजा गर्नलाई जाने। आज चाहिँ टाइम छ, एकचोटि हेरौँ न, दर्शन गरौँ भनेर जाँदैछौँ। यहाँ चाहिँ अखण्ड दीप छ। तलतिर चाहिँ यसरी भित्रतिर हेर्ने भने बलिरहेको देखिन्छ, नेचुरल। भोकले पेट गुटुर गुटुर गरेछ। आज क्लियर छैन, हिमालहरू देखे छैन राम्रोसँग।
अहिले भिडियो बनाउने भोलि नआउने 108 धारा चाहिँ यही हो। यहाँ चाहिँ विष्णु पादुका छ। The next morning. जय धौलागिरी पर्वत की जय, धौलागिरी पर्वत की जय, मुस्ताङ की जय, जय, सम्पूर्ण पितृ की जय, आमा बुवा की जय। हामी चाहिँ नुहाउन जानुला, साह्रै चिसो छ। चिसो हो लाइन छ यहाँ चाहिँ, लाइन लागिरहेको छ हामी। नाम छ। हामी चाहिँ पूजा गरिसक्यौँ नुहाएर। अब 3 चोटि भयो नि हाम्रो। रनिङ है नरिवल चाहिँ मैले सक्दिनँ होला फुटाउन जस्तो लागिरहेको थियो। एकै तालमा ड्याङ्गे कस्तो मलाई काट दिखाएको के खुसी लाग्यो। कस्तो लागिरह जाडो भइरहेको अहिले त हराउँदै गयो, घाम पनि लाग्यो। हामी आउँदा चाहिँ कोही नि थिएन, क्यामेरासँग एक्लै नुहायौँ है हामी। अहिले त पुरै भिड छ। हामी लगभग कति ठ्याक्कै 7 बजे थियो होला है। अहिले ल गाइज हामी चाहिँ मुक्तिनाथबाट फर्किन लाग्यो। अब 1 बजेको गाडीमा जाने हो, यहाँबाट सिधै काठमाडौँ जाँदो रहेछ। भोलि बिहान पुऱ्याउँछ अनि यति हो। ल साथीहरू तिमीहरूको केही छ भने भनिदेऊ। ओके, भिडियो हेरिदिनु होला, भिडियो हेरिदिनु होला, माया गरिदिनु होला। थ्याङ्क यू।
त्यो ब्लगमा हाम्रा सिङ्गरहरूलाई यसरी लुकी लुकी सुन्न पर्छ नत्र सुनाउन्न नि यिनीहरूले